हेलो साथीहरू, सन्चै हुनुहुन्छ? आरामै हुनुहुन्छ? आज चाहिँ मैले माछा बनाएको छु। मेरो बुढोले चाहिँ अनि माछा खाने भनेर आफै लिएर आउनु भएको क्या। अनि आज कहाँबाट खानु मन लाग्यो मान्छेले, नभए त कहिले नल्याउने मान्छे हो नि त। अनि यो माछालाई त मैले धोइधाइ गरेर अनि म्यारिनेट गर्नु पऱ्यो भनेर हल्का कर्नफ्लावर र बेसार अनि जिरा धनियाँको पेस्ट हालेँ। अनि हल्का अनि के भन्छ लसुन र अदुवाको पेस्ट पनि हालेर मुसमास पारेर अनि एकछिन छोड्न गएँ। अनि मसलाहरू तयारी गरेँ है। अनि यो चपर भएर मलाई अचेल भएर एकदम सजिलो भएको छ क्या साथीहरू माछा बनाउनलाई चाहिँ है। अनि माछालाई मात्रै होइन, हरेक तरकारीहरू बनाउन सजिलो भएको छ। किन यो माछामा त्यो तोरी नहाली हुँदैन क्या। अनि म चाहिँ तोरी नभए ससुन चाहिँ हाल्छु। यो तोरी पनि नभएर मलाई चाहिँ एकजना साथीले दिएको, त्यो साथीलाई चाहिँ म धेरै थ्याङ्कफुल भन्छु क्या। यदि यो तोरी नभएको भए आज यो तरकारी पनि मिठो हुँदैन थियो होला कि। अनि मैले त्यो काँक्रोको सलाद बनाउन लागेको छु कि साथीहरू। अनि यहाँ अहिले तपाईँहरूलाई थाहा छ छैन, न्युज सुनिराख्नु भएको छ होला, हेरिराख्नु भएको छ होला, को कहाँबाट हेरिराख्नु भएको छ भन्नु होला साथीहरू। मेरो भिडियो अहिले चाहिँ यो बाढी पहिरो यो चीनबाट कत्रो अब मूलै फुटेर आएको छ भनेछ नि त है। अनि कस्तो टेन्सन लागेको छ, यो तरकारी पकाउने बेला पनि त्यही न्युज हेरेर बसेछु। अनि यो चाहिँ मलाई फेरि नचाखी नहुने बानी छ क्या साथीहरू। अनि एउटा माछा चाहिँ मैले चाखिहालेँ है यस्तो। अनि मलाई त अहिले त यो फोन खोलेँ कि भिडियो टिकटकतिर फेसबुकतिर हेऱ्यो कि सबै त्यही न्युज मात्रै आएको छ कि भगवान् कसैको टाउको छैन, कसैको खुट्टा छैन। मलाई त कस्तो डर लागेर टेन्सन लागिरहेको साथीहरू। अनि तपाईँहरू आफ्नो ख्याल गर्नु है साथीहरू। अझ खोलाको किनारको छेउछाउमा घर भएर बस्नु भने दिदीबहिनी दाजुभाइहरू आफ्नो एकदम ध्यान दिनु है साथीहरू। आफ्नो बच्चाहरू छोराछोरीहरूको पनि ख्याल गर्नु होला। अहिले त अब एकदम यस्तो नै भइरहेछ। अनि के गर्ने है। म त केही सोच्न पनि सकेको छुइनँ क्या साथीहरू, भन्न पनि आउँदैन क्या मलाई त। अनि माछा पनि यसरी रेडी बनाएँ मैले त साथीहरू। तपाईँहरू कसरी बनाउनुहुन्छ, माछा कसरी पकाउनुहुन्छ साथीहरू? मेरो पकाउने तरिका त यही हो कि। अनि रेडी पनि भयो है। अनि बाबुलाई म गएँ, बाबुलाई चाहिँ माछा खान दिन्न, म आज चिकन बनाइदिनु पऱ्यो भनेर चिकन लिन गएँ। यति भएको छैन साथीहरू। अनि आएर बुढालाई खाना दिएँ पनि है। अनि खाएँ। ल हस् त साथीहरू, आफ्नो ख्याल गर्नु। के भन्ने मैले त भन्न पनि आउँदैन साथीहरू। आफ्नो एकदम ख्याल गर्नु, आफ्नो बच्चाहरूको ख्याल गर्नु। गुड नाइट, बाई बाई साथीहरू।